आज चाहिँ हामी दाइ र म घुम्न जान आँटेको छौँ रातिको समयमा। रुमबाट बाहिर निस्किन आँटेको, भोलि छुट्टी छ फ्राइडे, त्यही भएको कारणले होइन दाइ। अनि आज चस्मा लाउनुको कारण चाहिँ के हो भने यहाँ चस्मा मेरो त्यो हल्का मेरो आँखा चाहिँ अलिकति त्यो के भइदिइरहेछ भने नि अलिकति एकपट्टिको आँखा चाहिँ अलिक सानो भएकोले बिग्रिरहेको जस्तो कस्तो के खालको भइरहेछ, त्यही भएको कारणले त्यो चस्मा लगाएको। तर मलाई खासै चस्मा लाउनु पनि मन लाग्दैन। अनि त्यही पनि आज त धेरै होइन साउदीमा आएको 4 वर्ष भयो। 4 वर्षमा म 2 चोटि हो कि 3 चोटि मात्र घुम्न गएको छु। त्यही भएको कारणले चाहिँ आज चाहिँ अलिकति मलाई घुम्ने रहर लाग्यो, त्यही भएर हामी घुम्न जान आँटेको हो कि दाइ? हो भन्नु त। हाम्रो दाइ हुनुहुन्छ मेरो पार्टनर दाइ, उहाँ त्यही होइन अब भ्लगमा आउनै मान्नुहुन्न क्या, लास्टै लजाउने क्या, लास्टै लजाउनु हुँदैन है दाइ। चस्मा यस्तो होइन बत्ती बलेको ठाउँमा चस्मा लगाएर हिँड्ने हामी कस्तो अब टक्क होइन। हामी त बाटोमा आइसकेको छौँ। अनि एउटा ट्याक्सी रोक्नुहुन्छ दाइले, यो चाहिँ जिद्दाको सर्फिया भन्ने ठाउँ हो। यहाँ बाटोहरू बन्दैछ। अनि यता बाटो, यहाँ पेट्रोल पम्प छ। हामी यता परबाट आएको, यहाँ परतिरबाट। हामी चाहिँ फाइनली गाडीमा बसेको छौँ, अब जाँदैछौँ। रात पनि परिसकेको छ, चस्मा पनि लाउनु परेको छ अँधेरोमै, किनकि यो मेरो आँखाको सेफ्टीको लागि। त्यही भएर म चाहिँ जाँदैछु गाडीमा। गाडीमा बस्नु बित्तिकै निद्रा लागिहाल्छ। गाह्रो छ हौ मलाई त। अब पुगिन्छ होला 10-15 मिनटमा त पुगिहालिन्छ। जाम भएन भने 10-15 मिनटमा पुगिन्छ, नत्र भए त टाइम लाग्न सक्छ। किनकि भोलि छुट्टी छ, त्यही पनि केही फरक पर्दैन। त्यही भएर जाने हो सरर। आज घुम्न पनि मन लागिरहेको थियो, त्यही भएर रमाइलो हुन्छ होला जस्तो लाग्छ है। अनि राति चाहिँ मैला चस्मा लाउनु त पर्ने अवस्था त थिएन, त्यही पनि अब यो मेरो आँखाले गर्दाखेरि जाममा त अब परिहाल्यो। जाँदैछौँ घुम्नको लागि सरर। रातिको यो नाइट भ्यू छ, नाइट भ्यू कस्तो छ साउदीको। यस्तो हल्लिन्छ क्यामेरा। हेर्नुहोस् न कस्तो मजाको बाटोहरू छ है। विदेश भनेको विदेशै हुन्छ। बिल्डिङहरू यस्तो छ। हामी त्यो बिल्डिङदेखि उता पारिपट्टि जाने हो, जाँदै तपाईँहरूले ठुल्ठुलो बिल्डिङहरू देख्न सक्नुहुन्छ। सिटी हो यो चाहिँ यहाँको। अनि यस्तो बबाल छ है ठाउँ। बत्ती हेर्नु न, बत्ती झिलिमिल्ली छ, झिलिमिल्ली चोक आएछ। क्यामेरा भिडियो चाहिँ सायद हल्लिन्छ होला मलाई। यो चाहिँ झन्डा छ यहाँ चाहिँ साउदीको। पुलिस पनि चेक गर्दै रहेछ यहाँनिर। यो पर टावरतिरै हो हामी जाने भनेको त्यही टावर देखेर मजाले के छ दाइ? यता हेर्नु किन हो म छ क्या, मलाई पछाडिको सिट सबै मेरै हो। निन्द्रा चाहिँ लाग्नु भएन, त्यही हो। निन्द्रा लाग्यो भने त अब घुम्न गएको कुनै पनि अब के भन्छ घुम्न गएको त्यो यता पछाडि दामी होटल पनि रहेछ। के गर्नु, पैसा भएको त म त्यतै जान्थेँ, छैन। त्यही भएर गाह्रो छ। मेरो पछाडि हेर्नु कस्तो दामी ब्रिज छ, एकदमै राम्रो। हाम्रो नेपाल पनि कहिले यस्तरी झिलिमिली हुन्छ जस्तो लाग्छ क्या। के गर्नु, त्यो चान्स नै छैन हाम्रो पालोमा। अब हाम्रो छोराछोरीको पालोमा भाइ आउला कि भन्ने हुन्छ, त्यही पनि हेरौँ चान्स पाइयो भने। अब अरू नयाँ नेताहरूले चान्स पायो भने हुन्छ, नत्र भए त्यही हुने सम्भव छैन है। झिलिमिली सहर गाह्रो छ, घुम्नु त पर्ने नि। हामी जाने भनेको चाहिँ त्यहीँ अगाडि हो, तपाईँहरूले त्यहाँ देखिरहनु भयो। बाटोको बिच पानी चाहिँ यस्तो फोरा हानिदिरहेछ नि, यहीँ जाने हो हामी। त्यही यो पानीको फोरा हान्दैछ नि, त्यो चाहिँ पानीको चाहिँ एकदमै ठुलो फोरा हानेको, हामी त्यहीँ जान आँटेको।
मलाई हेर्नु त बस्नु है हेर्नु त पर्यो नि हेर्नु भएन भन्दा फेरि अब फेरि त केही भन्नु हेर्नु त्यही होला है मेरो च्यानललाई सब्सक्राइब पनि गर्नु होला जबरजस्ती त्यही नगर्नु मन पर्यो भने गर्नु मन परेन भने नगर्नु जबरजस्ती त अब कसैको मन नपर्न सकिँदैन त्यही पनि त्यसो भन्नु भने त मिल्दैन नि त ल हेर्नु न रातिको त्यही होइन नाइट डे चाहिँ एकदमै राम्रो हुन्छ क्या जताततै बत्ती बलिरहेको हुन्छ शीतल पनि हुन्छ अनि यस्तो बवाल हुन्छ हामी जाने ठाउँ चाहिँ आउन आँटिसक्यो त्यही हो पानीले सर हालिरहेछ पानी सर्ट यहीँ अगाडि गएर अब खानेकुरा खाइन्छ बस्नु पर्ने हुन्छ होइन चस्मालाई भिडियो बनायो भने चाहिँ अलिकति मेरो आज ऊ हुनसक्छ हामी चाहिँ फाइनली यो पानी उडिरहेको छ साइडमा हामी आइसकेको छौँ बाहिरमा पानी उडेकै ठाउँमा गएर अनि रमाइलो गर्ने भइहाल्छ पछाडि पानीको फोरा हेर्न आएको थियौँ उता पछाडि पानीको फोरै बन्द गरिदिएछ अब के हेर्नु र गाह्रो छ अब यत्तिकै एकछिन घुम्छौँ अनि जान्छौँ पानीको पछाडिको के अरे त्यो के भन्छ त्यो नै हटाइदिएछ अघिसम्म त थियो अहिले त हराएछ दाइले ल्याङ गरिरहनु भएको छ समुद्रमा के अरे पानी देखेन भनेर दाइ यो पानी नभएर के हो त यो चाहिँ माछा त अब कहाँबाट यहाँ हुन्छ त माछा चाहिँ कहाँबाट देखाउनु त यहाँ पछाडि चाहिँ मेरो पछाडि चाहिँ समुद्र छ अनि यहाँ पछाडिबाट त पानी पनि यता माथि माथि फ्यालेको थियो अघिसम्म त थियो अहिले त खोइ अब हामीलाई थाहा भएन अलिक छिटै आएको भयो भनेर चाहिँ बन्द गरिदिइहालेछ फोटो खिच्नै पाइएन त्योसँगको चाहिँ अलिकति एक दुईवटा भिडियो होला त्यही पनि अगाडिकै त्यही भएर गाह्रो छ हामीलाई जोस् यो रात परेकोले चाहिँ हामीले खानेकुराहरू चाहिँ केही पनि लिएको थिएनौँ पानी अनि यही लिएर आएको थियौँ अनि के हो यो एप्पल लिएर आएको दाइ फेरि यता हेर्नु त एकचोटि लजार क्या दाइ फेरि यता हेर्नु न कस्तो दामी देखेछ यता हेर्नु त दाइ के भन्नुहुन्छ भन्नु त घुम्न आएको बेला लाज लाग्यो अरे दाइ तपाईँलाई कस्तो लाटो जस्तो नहुनु न यार दाइ बोल्नु न यार कहाँ लज दामी आएको छ बबाल चस्मा लाउनु पर्छ कि पर्दैन अँधेरो के लगाउँछु चस्मा कस्तो दिन्छ त्यही ए बबाल हिरो अब यो खाने हो कस्तो मिठो दामी बास्ना आइरहेको छ कत्रो सर्थ्यो क्या दाइ नसर्दैन न आउनु ल भयो भने अब यो खाने यो खाइसकेर अनि हामी घर जाने भयो तपाईँ पक्कै हलाइसक्नु मलाई थाहा भइसक्यो घुम्न आएको आज दाइले कतिवटा भिडियो बिगारिदिनु भयो नढाने भन्नु त उठेर जानु त पर कुद्दै कुद्दै अँधेरोमा त्यहाँनिर हामी नफाल्नु नि फेरि नाच्नु न एकचोटि अल्छी त लागेको छैन नि तपाईँ नलजाउने भएको म दामी दामी भिडियोहरू निकाल्दै अब दाइ लजारै होइन के गर्नु गाह्रो छ माथि बत्ती नि बोलिरहेछ यहाँ चाहिँ ग्राउन्ड छ तपाईँहरू नि आउनुभएको होला साथै